हेलो गाइस एकदमै खत्रै हो खत्रैसँग हामी एकदमै दरबार एडभेन्चर नुवाकोटबाट बोल्दैछौँ साथीहरू एकदमै अहिले चाहिँ हामी एकदमै यहाँ तार देख्नु भएको छ त्यहाँ माथि दुईजना साथीहरूले गरेर बसिरहनु भएको छ साथीहरू एकदम जिप लाइनको लागि हामी एकदम भरपुर तयारीका साथ अगाडि बढिरहेको छ साथीहरू एकदमै तपाईँहरूले पनि भिडियोलाई हेरेर कस्तो छ कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू सबले सब्सक्राइब गर्नु होला साथीहरू सबैलाई भट्टाभट सब्सक्राइब ब्याक गर्नेछु साथीहरू टक 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 लाएर भट्टाबाट सब्सक्राइब गर्नु होला साथीहरू एकदमै नयाँ आइडी हो सबैले फलो गर्नु होला साथीहरू एकदम है साथीहरू ल अहिलेलाई चाहिँ म यति भन्न गइरहेछु एकदम दामी छ साथीहरू होटल दामी छ रिसोर्ट दामी छ टक्क लाएर आउनु होला अहिले हामी यहाँ जिप लाइन गर्ने क्रममा छौँ साथीहरू दुईजना साथीहरूले चाहिँ लगभग कम्प्लिट गरिसकेका छन् हाम्रो यता लक्ष्मण भन्ने साथी पनि यहाँ एकदम तयारीका साथ बाइकमा गइसकेका छन् साथीहरू त्यसै गरी म पनि एकदम तयारीका साथ बसिरहेको छु यसो हेर्न सक्नुहुन्छ एकदमै साथी एकदम गोब्रो सहित हेलमेट सहित एकदमै तयारीका साथ जिपलाइन गर्न भनेर वेटिङमा बसिरहेको साथीहरू राजन अविनाश राजन के छ हाल खबर यस्तो छ साथीहरू कस्तो छ भनिदिनु होला कमेन्ट गर्नु होला साथीहरू सबले भट्टालाई सब्सक्राइब गर्नु होला साथीहरू एकदम सबैलाई सब्सक्राइब ब्याक गर्नेछ आजको मौसम हेर्नु होला साथीहरू टक्क लाएर आजको बिहानको भ्लग म यसैबाट सुरु गर्न गइरहेको साथीहरू टक्क लाएर हेर्नु होला सबैले साथ दिनु होला साथीहरू टक्क लाएर हाम्रो के अरे सर आज फाँसी झन्ड जाँदै हुनुहुन्छ ओए ओए फाँसीको अन्तिम इच्छा के छ लु भन यो जिप लाइन गर्न जानु लाग्यो साथीले 500 रुपियाँ यो अलि पहिला गरेको भन्दा फरकै किसिमको कस्तो गर्नु भनेर फेरि आफ्नो फेरि प्रेसर गर्छ हाइट देख्नु फेरि हाइट त देख्दैन नि मेरो सेम प्रब्लम हाइट देखेँ कि माछा मुटु मुटुले थाहा सकिसकेको छ अलिकति बुढो पनि भयो कि अलिकति बुढो पनि हुँदै गएछ साथीहरू यस्तो छ पसिना आयो भयो तर यो हामी जस्तो प्याराग्लाइडिङहरू पनि बनायो भने त हुँदो रहेछ यहाँतिर है पछि कि हामी एकदमै खत्रै किसिमको एकदमै साहसी मुटु लिएर एकदमै खतरा छ लक्ष्मणजी तिम्रो अन्तिम इच्छा के छ त अन्तिम इच्छा प्रेसर लो छ अन्तिम इच्छा के छ भने अहिले भन्दा हुन्छ पछि फेरि भन्न पाइँदैन अन्तिम इच्छा के छ भने भड्केर हातमा भड्केर सब बाँकी सबै त मिलाइदिनुहुन्छ अन्तिम इच्छा फ्यामिलीमा कल गर्नु मन छ कि छैन यसो कल लगाइदिनु भाउजूलाई कल लगाइदिउँ यसो बोल्न मन छ भनेर भन्नु हो नि हजुरलाई फेरि पनि नुवाकोट दरबार जिप्लाइनमा स्वागत छ सर धन्यवाद शुभ नाम सर ल अविनाश खतिवडा कहाँदेखि काठमाडौँको गर्ने सर ल फेरि आउनु
हान्दा नि अलि यतै भयो पहिला त अलि उता पुगेको दोस्रोचोटि हो कस्तो भयो हजुरको यात्रा र फेरि आउँदै गर्नु होला साथीहरूलाई सेयर गरिदिनु होला तपाईँलाई नुवाकोट दरबार जिपलाइनमा स्वागत छ हजुर नुवाकोट दरबार जिपलाइनमा स्वागत छ तपाईँलाई ल धन्यवाद सर शुभ नाम तपाईँको मेरो राजन रावत कहाँदेखि आउनुभयो घर सिनीकोट हुम्ला हो अहिले हामी काठमाडौँबाट ल फेरि आउनु साथीहरूलाई सेयर गर्नु होला इन्जोय अलिकति पछाडि आउनुहोस् त थोरै घोडालाई सिधा उठाउनुहोस् ल अझ माथि उठाउँछु यहाँ ठोकिनु बार कटेपछि चाहिँ जानु होला अड्कियो जस्तो छ है वेटले नजाने हो क्या वेट कम भयो हैट तेरिका ल ओभरवेट भए पनि गाह्रो हुने रहेछ है अन्डर वेट भए पनि गाह्रो हुने रहेछ केटामा हेर यस्तो गरेर पुरा जानु परिरहेछ है ल यस्तो गरेर जानु परिरहेछ है केटा ल ठिक छ यार हेर त यहाँ अन्डर वेट परिएछ यार पुरै बिचमै अड्किनु पर्यो तिमी सर यतै आयौ आएनौ ए सिमेज काउलीफ्लावर हो ल ठिक छ केटा हो ल जिप लाइन पनि फर्स्ट टाइम एक्सपिरियन्स गरियो है ल अब दुईजना साथीहरू चाहिँ बाइक अभि र म चाहिँ सुरु गरेर यहाँसम्म पुगेको छौँ फर्स्ट अफ अल वेलकम टु नुवाकोट जिप लाइन ल धन्यवाद सर हजुरको शुभ नाम मेरो नाम राजन रावत कस्तो भयो जर्नी हजुरको एकदम रमाइलो भयो ल फेरि आउँदै गर्नु होला साथीहरूलाई सेयर गरिदिनु होला तपाईँहरूको सेवाको लागि एकदम धन्यवाद छौँ हामी है ल हस् थ्याङ्क्स फर कमिङ तपाईँलाई नुवाकोट दरबार जिपलाइनमा स्वागत छ धन्यवाद शुभ नाम लक्ष्मण केसी कहाँदेखि आउनुभयो उता काठमाडौँबाट ल फेरि आउनु होला साथीहरूलाई सेयर समय जानु पर्दैन है छोड्दै जान्छ
लिन आउँदै हुनुहुन्छ यो अलिक बिच धेरै यता रोके धेरै यता रोके मलाई ठिकै हो मलाई त रिङ्गा त लाग्न सक्छ है झ्याम्मै नछोडिदिनु होइन मेरो प्रेसर लो छ लु है आइपुग्यो लामो चाहिँ लास्टै लामो धन्यवाद हजुरको शुभ नाम लक्ष्मण केसी कस्तो भयो हजुरको यात्रा डर लाग्यो ल फेरि आउँदै गर्नु होला साथीहरूलाई सेयर गरिदिनु होला धन्यवाद नुवाकोट दरबार चिकनमा स्वागत छ शुभ नाम प्रदीप पुरी कहाँदेखि म चाहिँ कपन काठमाडौँबाट फेरि आउनु होला साथीहरू सेयर गर्नु होला पुस गरिदिन्छ अलिक पुग्नु बचाऊ गाइस बचाऊ अड्क्यो गाइस कसरी यो ओर्लिने बचाऊ आइसक्नु भएको प्रेसर लो भएको कारणले चाहिँ अनेक किसिमको गर्नुपर्ने पैसा तिरेर यस्तो जोखिम केटाहरू पनि औरी रमाइलो गर्ने यार पैसा तिरी यस्तो भिडमा आउने यार नै बसाल्नु साथीहरूलाई वेलकम टु नगर जिल्ला यात्रा कस्तो भयो एकदम रमाइलो भयो फेरि आउँदै गर्नु होला साथीहरूलाई सेयर गरिदिनु होला
ल साथीहरू जिप लाइन पनि एकदमै पुरा कम्प्लिट प्याकेजको सफल भइसकेको छ साथीहरू एकदमै अब यतिको रमाइलो गरिसकेपछि चाहिँ भोलि पर्सि हामी अब बन्जिजमतिर पनि गर्न सकिन्छ कि भन्ने आँट आएको छ साथीहरू एकदम तपाईँलाई भिडियो कस्तो लाग्यो एकदम सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला साथी टक्क गरेर हामी 4 जना गएर आएका छौँ साथीहरू एकदम खतरै किसिमले राम्रो भएको छ साथीहरू राजनजी कस्तो भयो तपाईँको जिप लाइन यसो पत्रिका दिनु पर्यो जिप लाइन चाहिँ सफार गरियो है कस्तो भयो भनिदिनु न एकदम रमाइलो भयो है डर लाग्यो कि लागेन डर त कहाँ लाग्ने डर लाग्यो कि लागेन हाम्रो लक्सको पत्रिका पाउनु लक्सको प्रतिक्रिया भनेको एकदम गुड अलि प्रेसर कम थियो उसको प्रेसर कम थियो एकदमै हाइट देख्नु पनि डर लाग्ने बुढेसकाले छोइसकेको थियो भन्ने स्थिति थियो तर पनि सफलतापूर्वक कम्प्लिट भएको छ साथीहरू रमाइलो छ अब पछि हामी अब नेक्स्ट भनेको अब एकै तारिक भोलिको सीमा गएर हाम खाने हो साथीहरू टक्क राम्रो लगाइरहेको केटाहरूको पारा देख्दा मलाई भोलि कसिम गरेर गुवामा हाम फालिने जे पर्छ पर्छ साथीहरू अब यस्तो ल सब्सक्राइब गर्नु होला साथीहरू ल अब बाँकीको भ्लग चाहिँ अब हामी बनाउँदै जान्छौँ बाटो बाटोमा अहिलेको यो जिप लाइन चाहिँ सिद्धिएको अवस्था छ साथीहरू टक्क लागि भित्र गएर यहाँ हाम्रो दाजुले यस्तो सेफ्टीपूर्वक मोबाइलहरू चाहिँ यहाँ टक्क भएमा राखेर यस्तो छ सिस्टम ल थ्याङ्क यू सो मच